हेलो गाइस, गुड मर्निङ। आज हामी चाहिँ नैनीताल घुम्न जाँदैछौँ। म, मेरो बुढी, अनि नानी, अनि सोनु दिदी, प्रितम दादा, अनि अङ्गेल नानी। हामी चाहिँ दुई परिवार 3 दिनको लागि ट्रिप जाँदैछौँ। कहाँ गएको सियोजिन? कहाँ गएको? मम्मीसँग कहाँ गएको? यहाँ चाहिँ हल्का ट्राफिक जाममा फसिरहेको छु। धेरै लामो ट्राफिक जाम पऱ्यो र फाइनली हामी चाहिँ यहाँ हरिद्वार आइपुग्यौँ। हरिद्वार अब क्रस हुन्छौँ। फाइनली हामी चाहिँ नैनीतालको उकालो लाग्यौँ, नैनीताल तरफ। यो हो नैनीतालको बाटोमा भेट्ने खुर्पा ताल। नैनीताल जाँदा जाँदै बाटोमा भेट्दो रहेछ। माथिको डाँडा चाहिँ नैनीतालको नजारा हो। हामी चाहिँ जाँदैछौँ कहाँ अरे भाइ? नैनीताल। मलाई खसेको मान्छे खानु भन्दै मेरो छोरा चाहिँ चुइँग बसिरहेको छ। हाँसिदेऊ हाँसिदेऊ। गुड मर्निङ। ठुलो गराउनु। हो मेला नै हो। यहाँ उता लेक लेक यो कत्रो ठुलो लेक रहेछ नि त। यसरी बोटिङ गर्ने। ल गाइस, फाइनली हामी चाहिँ पुग्यौँ नैनीताल। यो चाहिँ नैनीताल लेक। फाइनली हामी चाहिँ यहाँ आइपुग्यौँ है। सियो दिन रुँदैछ यहाँ। फाइनली हामी चाहिँ यहाँ होटेलमा आइपुग्यौँ, तर यहाँ पार्किङ चाहिँ अलिकति कन्जस्टेड भयो क्या। यो चाहिँ हो नाइटको भ्यू हाम्रो होटेलबाट देखिने। तल नैनीताल अनि वरिपरि डाँडै डाँडा। वाउ, सच अ नाइस प्लेस। यो चाहिँ नैनीतालको या नैनीतालको लेकको बगलमै हामी चाहिँ पैदल हिँडिरहेको छौँ। हामी चाहिँ नैनीतालको लेकको अगाडि छौँ। सिक्का पैसा फ्याँक्नु पर्ने। राति फ्याँक्दा हुन्छ? छेउतिर नजानु न। हामी चाहिँ नैनीतालको लेकको पछाडि चाहिँ लेक देख्नुहुन्छ तपाईँले। लेकको हामी चाहिँ लेकको छेउमा हिँड्दैछौँ। पछि हेर्नुपर्छ है नानीहरू। लग दिया अगम ठंडे हाथ शर्ट लग दिया। हट जा सुन लिया अगर गलू But what can I do about it?